प्राप्त भयो। यो अवसर प्राप्त गर्नमा हाम्रो आदरणीय दाजु गोपी बुढा मगर जो अहिले पनि मसँगै हुनुहुन्छ, उहाँको निकै ठुलो देन हो। हामी यति बेला पोखरा मुगलिन सडक खण्डको यो ठ्याक्कै हाम्रो अजय भाइ पनि हाम्रो साथमा हुनुहुन्छ। अझै यो कहाँनिर रे ठ्याक्कै मुगलिनदेखि पोखराको फोरलेन सडकमा छौँ। वास्तवमा अब यसपछि हामी लमजुङ जाने कार्यक्रम छ। वास्तवमा साँच्चै भन्ने हो भने नेपालमा विकास भएको छैन भनेर एक थरी मान्छेहरू उफ्रिरहेका छन् र व्यवस्था परिवर्तन गर्नुपर्छ भनेर लागिरहेको अवस्था छ। साँच्चीकै विकास हामीले हेऱ्यौँ, पूर्वदेखि पश्चिम हामी महाकाली पारी लोधारा चाँदनीसम्म पनि पुग्यौँ। अहिले नेपालका विभिन्न ठाउँहरू घुम्ने क्रममा हामीले थुप्रै विकासका जलविद्युतको क्षेत्र होस्, चाहे सडकको क्षेत्र होस्, विभिन्न क्षेत्रहरूमा विकास साँच्चीकै भएको छ। अब यहाँ चाहिँ सामाजिक विकास र आर्थिक विकासतर्फ चाहिँ देशलाई अगाडि बढाउनुपर्छ जस्तो हामीलाई लागिरहेको छ। साँच्चीकै केही ठाउँहरू विकासका दृष्टिकोणले अझै पनि पछि परेका छन्। तर हिजोको भन्दा अवस्था परिवर्तन भएन भन्ने जुन भाष्य प्रयोग गरिएको छ त्यो पक्कै पनि हुँदै होइन, किनभने हामीले विकासका विभिन्न चरणहरू देखेका छौँ। अजय बाबु गोपी दाईलाई पनि त देखाउनु पर्यो, कहाँ जानुभयो गोपी दाई।